यो चाहिँ हाम्रो आफ्नै बारीको हो मेवा व्यवसाय रूपमा मेवा खेती हेर्नुहोस् ल हेर्नुहोस् अब फुल खेल्न थाल्यो अहिले यो लगभग 5 फिटको हाराहारीमा छ हामी चाहिँ यो मेवा बारीमा यसो निरीक्षण गर्न आएको उहाँ चाहिँ हाम्रो साउनी यो मेवा साउनी लामा खालको रहेछ है हजुर त्यो चाहिँ गोलो रहेछ कति राम्रो बस्यो त्यसमा पनि गोलोमा धेरै फल दिन्छ है सानोमा के अरे लामो चाहिँ अलिक थोरै फल दिन्छ तर लामो राम्रो हो लामो अब हजुरहरूलाई म एउटा अनौठो किसिमको अब मेवाको एउटा बिरुवा देखाउँदैछु ल हेर्नुहोस् त्यो अनौठो किसिमको बिरुवा चाहिँ यता छ हेर्नुहोस् है अब यो चाहिँ अब दुम्सीले हो कि खरायोले हो अब नाश गरेर यो चाहिँ पछि पलाएर फेरि आएको यो चाहिँ अब यो पनि यति ठुलो भइसक्यो अब यो अनौठो बिरुवा चाहिँ यहाँ देखाउँदैछु यो चाहिँ अनौठो बिरुवा हो हेर्नुहोस् यसको चाहिँ यो चाहिँ हामीले हाँगा यहाँ त्यतिकै लगाइदिएको थियो यो पनि राम्रो भएर आयो अहिलेसम्म राम्रै छ अब फल चाहिँ कतिको दिन्छ अब त्यो चाहिँ अब पछि थाहा हुन्छ यो चाहिँ जुन यस्तोमा जो एउटा यस्तो यो जुन मेवामा अर्को हाँगाहरू आउँछ नि पलाएर चोर हाँगा हो त्यो चोर हाँगा चाहिँ कहाँनिरको भनेदेखि खोइ यही बिरुवाको होला सायद हो त्यही चोर हाँगा यो चाहिँ दुम्सीले खाएर नष्टै भएको यस्तै नष्टै भएको ठाउँमा चाहिँ यो लगाएको अहिले यसको पनि बिरुवा राम्रै छ तर फलाइ चाहिँ कस्तो हुन्छ पछि थाहा हुन्छ त्यो चाहिँ यता चाहिँ हाम्रो साउनी झाडु खोल्दैछ यता पनि हामीले उखलिसकेको होला झन् फेरि पलाइ आउनु थालेछ है अस्ति छुटेको झार हो क्या यो अब त यो सानोतिनो झारले यसलाई फ्लप गर्दैन होला है असर गर्दैन होला यो चाहिँ हाम्रो कोदोबारी हो परको अम्बाबारी